चापागाईज्यू सर मास्टरजी आउनुहुन्छ चापागाईज्यू उहाँ उपस्थित हुनुहुन्छ। त्यसरी नै साहित्य परिषदका हुनुहुन्छ भारतीय गोर्खा परिषद मणिपुर शाखाका अध्यक्ष हुनुहुन्छ देवीप्रसाद सेवापतिज्यू। मणिपुर राज्यबाट आइएएस आफ्नो कमिसनरसम्मको यात्रा पुरा गरेर आज सेवानिवृत्त हुने काका के छेत्री साथै नेपाली साहित्य परिषदका संरक्षक उहाँले नेपाली साहित्य परिषदलाई संरक्षण गरेर आउनुभएको छ। श्रीमान दिलीप कुमार कटवाल सरकारको यसो पिडब्ल्युडीमा कार्यरत भएर पनि नेपाली साहित्य परिषदका संरक्षक हुनुहुन्छ। अखिल मणिपुर गोर्खा विद्यार्थी सङ्गठनका पदाधिकारीहरू आइपुग्नुहुनेछ, स्कुल छुट्टी भइसकेको छैन, आउँछौँ भन्ने उहाँले सूचना दिनुभएछ, आइपुग्नुहुनेछ। र अरू अन्य सबै उपस्थित साहित्य परिषदका सदस्यहरू, अन्य विद्वान वर्गहरू, बुद्धिजीवीहरू, हजुरहरूलाई हामीले छोटो समयमा जुन सूचना दियौँ त्यसमा हजुरहरू आउनुभयो, त्यसका लागि हार्दिक स्वागत जनाउँदै मणिपुरका तर्फबाट श्रीमान देश सुब्बाज्यूलाई हामीले अरू केही धेरै त गर्न सकिन्न, सम्पूर्ण मणिपुरको एउटा चिनो भनौँ। आज हाम्रा अध्यक्षज्यूले के अरे के भन्नुपर्ने गोर्खा सुधारक सङ्घका अध्यक्षज्यूले एउटा खदा पढाएर उहाँलाई सम्पूर्ण मणिपुरका नेपालीहरू अब साथै भारतीय गोर्खा परिसङ्घका अध्यक्ष र हामीले अन्तर पनि यस्तै हुन्थ्यो होला, त्यसैले एउटा उहाँलाई सम्मान पत्र यिनीहरू चाहिँ फोटो मात्रै खिच्ने भए हुन्छ तयार गरेका छौँ। हामीले यसमा फ्रेम पनि लगाएन किनभने धेरै ठाउँमा घुम्ने हुँदाखेरि भरे धेरै भारी भएर उहाँलाई